हेलो गाइज वेलकम टु माई न्यू ब्लग अफ नाइट ब्लग है आज स्याटरडेको ब्लग आज राति आज हामी खसीको मासु बनाउँदैछौँ होइन यो रेडी हुँदैछ होइन अब हामी बनाउन थालेको यसमा अब कुकरमा तेल हाले खुर्सानी हाले र जिरा हाले अब रेसिपी स्टार्ट हुँदैछ अब यही आज यही खाएर इन्जोयमेन्ट गर्नुपर्छ मासु यो विक्रमले यो बनाउँदैछ मासु अनि यो प्रिन्सले काट्दैछ तेल तातेर पुरै डर नै लागिसक्यो अहिले सबै केटाहरूले प्याजै काट्न भ्याएको छैन ओ प्रिन्स एउटा साथी पैसा गर्दैछ भर्खर खोइ कताबाट कटायो है हजार देखा गन्यो अनि एउटाले त प्याज काट्नै लागिरहेछ अर्को दिन काट्छ कि क्या के हो भोलिपल्ट बनाउने क्या प्रिन्स साथी यसो नगर न छिटो काट न यार छिटो मासु चाहिँ पुरै एकदम फ्रेस भएर विक्रमले धोएर ल्याइसक्यो एकदम फ्रेस छ एकदम फ्रेस अब साथीले अब मेरिनेसन भन्छ कि के भन्छ गर्न थालेछ अब प्याज एकदम त्यो मासु माथि नै हालेर प्याज अलिकति तेल थप्नु पर्यो अब नुन हालेर अब नुन अरू के हाल्ने साथी हल्दी अब पुरै राम्रोसँग पुरै एकदम म्यारिनेसन गर्नुपर्छ अब कुकरमा हाल्नु अब हामी अब सिटी लाग्नेको वेटमा छौँ अब यहाँ भइरहेछ अब सिटी लाग्नेको वेटमा छौँ हामी अब सिटी लागिसकेपछि अब मसला अब यो चाहिँ खुर्सानी अलिकति पिरै बनाउनुपर्छ मासु पिरो नबनाएर राम्रो लाग्दैन अलिकति अब मिक्स मसला नि अलिकति मिक्स मसला धनिया खाँदैन अनि यो नुन त हालिसक्यो खुर्सानी अझै हाल न खुर्सानी हाल त्यसपछि अब मिट मसला र यो चाहिँ गार्लिक र जिन्जर र गार्लिकको पेस्ट हुन्छ नि त्यो ओरिजिनल आउँछ नि त्यसकै पेस्ट बनाएको हुन्छ हामीलाई सजिलो काठमाडौँमा बस्ने अब चाहिँ हामी टेस्टिङ गर्दैछौँ मासु बनेको चाहिँ छैन अब टेस्टिङ चाहिँ गर्दैछौँ कस्तो छ केटो टेस्ट बेस्ट अब भात पनि रेडी भइसक्यो भात पनि पाक्दैछ अलिकति त्यो पानी बढी भयो भन्दैछ भन्दाखेरि यहाँ 3जना साथी छ उसको टेन्सन छैन होइन आफ्नो चाहिँ टेन्सन छ के कुकर ब्लास्ट भयो भने आफ्नो अरूको टेन्सनै छैन आफू बस्नु पर्यो त्यति मात्रै हो स्वार्थीहरू एउटा यहाँ छ मोबाइल चलाएर गर्लफ्रेन्डसँग बिजी छ एउटा त्यहाँ छ कहाँ गर्लफ्रेन्ड राख्नु कहाँ छ गर्लफ्रेन्ड ल ठिकै छ अब खानासाना खानुपर्छ है आजको लागि यति नै अब नेक्स्ट भ्लग अर्को भिडियोमा आउँछ बी सेफ एन्ड राइड सेफ म यति नै भन्न चाहन्छु एउटा केटा राइडमा निक्लिरहेछ खोइ राति कता जान्छ यो अनि म चाहिँ अब सुत्न लाग्यो अब 12 बजिसक्यो भोलि पढ्न नि जानुपर्छ